अनन्नरदेखि बाहिर र विशेष गरी म बाहिर आइसकेको छु अझै चिनाउनु पर्दाखेरि दिपा दिदी चिन्नुहुन्छ नि तपाईँले दिपा दिदीको छोरी हुनुहुन्छ उहाँ पक्कै पनि होइन दिपा दिदीलाई के भनिन्छ दिपा दिदीको बहिनीको छोरी हो फेरि है नबिर्सिनुहोला र उहाँ विशेष गरी झरी पछिको इन्द्रेणी भन्ने फिल्ममा खेलिसक्नु भएको छ पहिला खेल्नु भएको थियो छैन पहिलो फिल्म हो उहाँको फेरि है पहिलो फिल्म झरी पछिको इन्द्रेणी कस्तो लागिरहेको छ त एकदमै खुसी लागिरहेको हो मसँग पनि पहिलो पटक हो होइन होला पहिलो पटक मसँग त पहिलो पटक त होइन होला इन्टरभ्यु पहिलो पटक इन्टरभ्यु पहिलो पटक भेटघाट त भइसकेको छ भेटघाट त पहिल्यै भइसक्यो पहिला फर्स्ट टाइम कहाँ भेट भयो हाम्रो हलमा ट्रेलर रिलिज त सुरुमा होइन त्योभन्दा अगाडि कहिले भेट भएको छैन भयो कहिले याद गर्नु त्यसरी कहिले भेट भएको चाहिँ कमेन्ट गर्दै गर्नु होला है होइन कमेन्ट गर्नु पऱ्यो नि अनि कस्तो अनुभव भयो तपाईँलाई यो खेल्दाखेरि होइन अब कतिको पुरै गाइड गर्यो अब यसमा त फिल्म भनेको त ठुलो मेकर हो नि त भनेको ठुलो ऊ हो नि त जस्तो होइन नि त त्यसमा चाहिँ कस्तो तपाईँले गर्न सक्छु कि सक्दैन कस्तो लागिरहेको थियो त्यहाँ जाँदाखेरि अब गाइड गर्ने मान्छे कोही थियो कि थिएन हजुर मलाई गाइड गर्ने मान्छे होइन थियो अभियसली हाम्रो सरिता दिदी हुनुहुन्थ्यो सरिता हजुर अनि हाम्रो अर्जुन सर अनि म अरूबाट चाहिँ इन्सपायर भइरहेको थिएँ लिइरहेको थिएँ सो राम्रो भयो एकदमै राम्रो भयो हजुर भनेपछि विशेष गरी अब झरी पछि इन्द्रेणीको त पहिलो देऊ होइन हजुर कतिको डराउनु भयो कति लाग्छ नि कसैले गाली पनि गर्छ नि त बिगार्दाखेरि स्टेजमा अब त्यो भनौँ न त्यो सेटमा गइसकेपछि कतिको टेक खानुभयो के छ यसो अनुभव सुनाइदिनु अब पहिलो चलचित्र भएर नर्भस त भइन्छ नि होइन अब डर भन्ने कुरा चाहिँ आफैसँग हुँदो रहेछ कि अब मैले आफूले चाहिँ कसरी पर्फर्म गर्छु होइन मैले काहीँ चुक्छु कि चुक्दिनँ भन्ने खालको कुराहरू चाहिँ आफैमा चाहिँ क्वेसन मार्क हुँदो रहेछ अब अभियसली अब डिरेक्टरले खोजेको जस्तो पनि आउटकम निस्किरहेको छ कि छैन भन्ने पनि कुराहरू चाहिँ दिमागमा धेरै खेल्छ तर ओभरअल मलाई धेरै मेहनत गराउनु भयो र राम्रो भयो अनि त्यसमा हाम्रो दिदीले चाहिँ के भन्नुभएको थियो कि भएको छैन दिपाजीले हजुर दिपा मामुले अभियसली राम्रो गर होइन आफूलाई तिमीले एकदमै सत्य भएर गर भन्नुहुन्थ्यो जे पनि तर मैले एउटा सुनेको अनुसार तपाईँले थिएटर पनि गर्नुभयो अरे हजुर मण्डलामा गर्नुभयो कि मण्डला होइन मैले हजुरलाई कुञ्जमा गरेको कुञ्जमा हजुर हाम्रो सुनिल सरसँग ए कतिमा गर्नुभयो तपाईँ अगाडि कति धेरै अगाडि हो अलि अगाडि नै हो अनि त्यो गरिसकेपछि 16th ब्याच थियो अनि हजुर म्युजिक भिडियो सिरियल केही खेल्नु भएको थियो सिरियल चाहिँ मैले खेलिनँ तर म्युजिक भिडियो चाहिँ खेलेँ मैले म्युजिक भिडियोको नाम म्युजिक भिडियो छ धेरै छ हजुरलाई धेरै छ म्युजिक भिडियोहरू अझै सिका पोखरेल लेख्नु भयो भने आउँछ हो र ठ्याक्कै अब सर्च गर्नु होला है अनि भनेपछि पहिलो फिल्म हजुर अनि ठुल्ठुला उहाँहरूसँग त गर्दाखेरि ठुल्ठुला दाईहरूसँग गर्दाखेरि होइन अनि सेटमा जाँदा कतिको डर लाग्यो हजुर अब डर भन्दा पनि आफूभन्दा सिनियर आर्टिस्टसँग चाहिँ काम गरिरहेको छु भनेर चाहिँ एकदमै सौभाग्य फिल भइरहेको थियो होइन उहाँहरूबाट कसरी चाहिँ सक्दो मैले सिकौँ लिम भन्ने कुराहरू थियो सो त्यही नै अब अब्जर्भ गरिन्थ्यो उहाँहरूको गुड एनर्जी त्यही सराउन्डिङमा बसिन्थ्यो त्यस्तै नै भनेपछि यो फिल्मबाट कतिको एक्सपेक्टेसन गर्नुभएको छ कतिको अडियन्सहरूले लिनुहुन्छ कतिको इन्जोय गर्नुहुन्छ मलाई त 100% राम्रो एकदमै चल्छ हाम्रो चलचित्र भनेर मलाई थाहा छ नि यो सुरुदेखि जुन दिनदेखि मैले स्क्रिप्ट पढेँ त्यही दिनदेखि चाहिँ म ढुक्क छु किनकि यो अहिले हाम्रो विषय अहिलेको हाम्रो यो के भइरहेको छ नेपालमा त्यसकै विषयवस्तुमा छ होइन जुन चाहिँ फिल्म हेरिसक्नु भएपछि चाहिँ अझै निहालेर देख्न पाउनुहुन्छ क्या भनेपछि यो चाहिँ टेलर हेरेपछि पनि मान्छेले अलिअलि गेस्ट पनि गरे होला होइन अनि जुन अहिले हाम्रो यो घटना घटिरहेको छ नेपालमा अहिले भइरहेको छ त्यस्तै समातेर गर्नुभएको छ नि टेलरमा त हजुरले अब अलिकति ग्लिम्स मात्रै पाउनुभयो त्यो भित्र चाहिँ अझै डिटेलमा चाहिँ पाउनुहुन्छ कि भनेपछि पुस 4 गते हेरेर जाने होइन हजुर पुस 4 गते कुन फिल्म हेर्दै झरीपछिको इन्द्रेणी पक्कै पनि तपाईँहरूले त नि नबिर्सिनु होला है अनि हजुरहरूले अब जस्तै सेटमा गइसकेपछिको होइन त्यहाँ त अब आउन जान अब अलिकति टाढा डिफ्रेन्ट हुन्छ नि त नजिक त हुँदैन नि त त्यहाँ म पनि अब फिल्ममा म पनि गरेँ नि त म त 15 दिन बसेँ होइन मैले पनि फिल्महरू गरिरहेको थिएँ अनि त्यहाँ चाहिँ कस्तो हुँदो रहेछ भने आफूले घोकाएको अनुभव र अनि अरूले गराएको अनुभवमा कतिको फरक पाउनुभयो
कस्तो आफूले अरूले गराएको मैले अलिक मजाले बुझिदिन्छु भन्नाले अरूले चाहिँ यो जाऊ त्यहाँ जाऊ भनेर भन्नुहुन्छ होइन र आफ्नै तरिकाले जानु र भोग्नुमा कतिको फरक पाउनु भयो भन्ने भन्नाले लाइक स्क्रिनमा एक्ट गर्दाखेरि भन्नुभएको यस्तो हुन्छ अब सुरुमै डिरेक्टरसँग अब उहाँले के खोज्नु भएको के चाहिएको भने हाम्रो त वर्कसप पनि भएको थियो नि त सो अन द स्पट त गरेको होइन सो वर्कसप पनि भएको थियो प्रिपेरेसन पनि थियो सो अब त्यसमै अब अलिकति नमिल्दाखेरि फेरि दोस्रो टेक लिने भन्ने कुरा हुन्थ्यो तर अलरेडी सोचिसकेकै कुरा हो अब क्यारेक्टर बनाउनु पर्छ होइन त्यो सबै जर्नी छ नि त क्यारेक्टरको सो त्यो स्पटमै गराएँ गर्छु फेरि एउटा दुइटा डायलग बोल्ने मात्रै होइन नि त त्यो कतिको बिग्रियो त त्यहाँ बिग्रियो कति टेक खानुभयो टेक त खाइहालिन्छ नि होइन लास्ट भनेको अलि सम्झिनु टेक भनेको कतिसम्म गएको थियो धेरैमा हजुरलाई तिनसम्म टेक चार भनौँ न मलाई याद भएसम्म चाहिँ त्यति हो त्योभन्दा धेरै चाहिँ गएको छ जस्तै सुटिङमा होइन एकदम सम्झिने पलको कुनै केही घटनाहरू छ केही अब खुसीको पलहरू केही भनौँ न त्यस्तो सम्झिनै पर्ने एकदम के याद कहिले नमेटिनु होला कि छ नि सिनियर आर्टिस्टहरूसँग जसरी अब आफ्नो पालो कुरिराख्दाखेरि होइन उहाँहरूसँग त्यो एउटै ठाउँमा बसेर गफ गर्दाखेरि कुराहरू सेयर गर्दा उहाँहरूबाट पनि कुराहरू सुन्दाखेरि होइन त्यो चाहिँ एकदमै कहिले पनि नबिर्सिने र मजा लाग्यो है भनेपछि त्यो सुनाउनु मिल्छ हामीलाई सुनाउन त्यस्तै नर्मल कुराहरू हो अब म सरिता दिदीसँग अझै अलिक क्लोज छु होइन अनि उहाँसँगको मेरो बन्डिङ होइन त्यो कसरी क्रिएट भयो के भयो तिनीहरू कुराहरू सम्झिँदाखेरि चाहिँ खुसी लाग्छ है भनेपछि अब यो फिल्म चलेपछि होइन अर्को फिल्म कतिको पाउँछु जस्तो लाग्छ हजुरलाई यो फिल्म अब डेफिनेटली अब त्यो त अब निर्देशक ज्यूहरूलाई सोध्नुपर्ने हुन्छ अब उहाँहरूले मलाई मेरो पर्फर्मेन्स हेर्नु भएपछि हजुर होइन कतिको मन पराउनुहुन्छ र अब मन पराउनुहुन्छ भन्दा पनि म जस्तो मान्छे चाहिँ चाहिरहेको छ भने कतै होइन म जस्तो मान्छे खोजिरहनु भएको छ कोही निर्देशकले भने डेफिनेटली पाउँछु भनेपछि तपाईँको यो ट्रेलर आइसकेपछिको अडियन्सहरूले तपाईँको साथीभाइहरूले के भन्नुभयो अहिलेसम्म होइन घर फ्यामिलीमा के भन्नुभयो ऊ राम्रो गरेर रहेछ छोरीले भनेर भन्नुभयो कि भएन के छ के कुराहरू भन्दैन अब फ्यामिली पेरेन्ट्स त एकदमै सपोर्टिभ हुनुहुन्छ मैले विश्वास दिलाएरै म यहाँ अहिले उभिरहेकी छु होइन अब त्यो पोसिबल हुँदैन थियो र अब साथीभाइहरू चाहिँ मेरो सङ्घर्ष देखिरहनु भएको छ धेरै वर्ष अगाडिदेखि र अब फाइनली यसरी चाहिँ म स्क्रिनमा आउँदैछु है बिग स्क्रिनमा भनेर थाहा पाउँदाखेरि चाहिँ उहाँहरू खुसी हुनुहुन्छ र मलाई सपोर्ट गरिरहनु भएको छ फाइनली यु डिड इट हुन्छ नि भन्ने इन्करेज चाहिँ गरिरहनु भएको छ त्यही उहाँहरूको साथ भएरै पनि म अझै खुसी छु र निरन्तर अझै साथ दिनुहुनेछ भन्ने मलाई आशा पनि गरेकी छु भनेपछि अब जीवन त लामो छ होइन चल्नलाई गाह्रै छ तपाईँले अब यही फिल्म गरेर म्युजिक भिडियो गरेर म ज्यान पाल्छु गर्छु भनेर कतिको सोच्नु भएको छ हजुर अब यस्तो हो अब ग्रोथ भन्ने कुरा हुन्छ नि त होइन जिन्दगी लाइफमा सो स्टेप बाई स्टेप म अगाडि आफूलाई बढाउँदै जान्छु म हिम्मत हार्दिनँ म राम्रो पक्षहरूमा कदम राख्नेछु त्यो गर्दा गर्दै म अब कतासम्म पुग्छु त्यो मैले आफूलाई कहाँसम्म लग्छु चाहिँ म अवश्य पुरा गर्ने नै छु भनेपछि 100% आफूले यसमा टिक्छु भन्ने जस्तो छ हजुर छ एकदम अब अडियन्सहरूलाई के भन्न चाहनुहुन्छ त अडियन्सहरूलाई पुस 4 गते हाम्रो झरेपछिको इन्टरनी हेरिदिनु होला हजुरहरूले आफ्नो सबै परिवारलाई लिएर गएर हेर्नु पनि सक्नुहुन्छ फ्यामिली ड्रामा हो यो हजुरले मजाले इन्टरटेन गर्नुहुनेछ र अहिले घटिरहेको घटनाहरू पनि हजुरले क्लोज इन निहाल्नुहुनेछ सो हजुरले नछुटाउनु पर्ने फिल्म छ हेर्नु होला पुस 4 गते नबिर्सिनु होला अब कस्तो लाग्छ कमेन्ट गर्दै गर्नु होला नि होइन अरू केही छ भन न अडियन्सलाई फेरि भेटौँ होला फेरि भेटौँ होला ल ओके